स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ ब्लगमा। आज चाहिँ हामी ग्रिल गर्न जाने प्लान थियो हैन। मेरो हस्बेन्ड र साथीहरु गइसक्नु भएको छ। म चाहिँ बाबु सुतेकै थियो कि, अनि त्यही भएर बाबु उठ्छ अनि जान्छु भनेर कुरिरहेको थिएँ। फाइनली बाबु उठ्यो। अब चाहिँ हामी त्यही पार्कतिर गइरहेछौँ। लेट्स सी व्हाट दे हैव प्रिपेयर्ड फर अस। म चाहिँ अहिले स्ट्रोलर पनि लगिरहेको छु कि, अनि एक हातले मोबाइल समात्न अनि यो स्ट्रोलर धक्का दिन्छ, अलिक गाह्रो नै हुँदो रहेछ। स्टे ट्युन्ड। म फेरि तपाईहरुलाई अगाडि उनीहरूले के गरिरहेछन् देखाउनेछु है त। हाम्रो त्यो ग्रिल गर्ने ठाउँ चाहिँ त्यही हामी जहिले जाने पार्क हो। आज चाहिँ वेदर एकदम राम्रो थियो। यहाँ लाइक 18 डिग्री छ अहिले। त्यही भएर चाहिँ पहिलो भनौँ न विदाउट ज्याकेट फर्स्ट चाहिँ आउटिङ गर्नु पर्यो। अनि हामीले चिकन ग्रिल गर्ने, त्यसै भएर आलु के लगेछन् केटाहरूले। रमाइलो होला जस्तो छ है। मैले देखाउने छु तपाईहरुलाई के गर्दैछन् उनीहरूले भन्ने। ल फाइनली हामी चाहिँ 15 मिनट्सको वाक गरेपछि पार्कमा पुग्यौँ। त्यहाँ चाहिँ उनीहरूले ग्रिल गरिरहेछन्। तपाईँले फेरि त्यहाँ पुगेर नि देखाउने छु है त। पार्कमा चाहिँ यहाँ चेरी ब्लोसम भएर रमाइलो भएको रहेछ। म तपाईहरुलाई देखाउँछु है त एकैछिन। कस्तो रमाइलो हो। ठ्याक्कै एन्टी लाइट पर्यो कि क्या हो, तपाईहरुले देख्नुभयो कि नै। एकदम रमाइलो दृश्य छ कि। स्प्रिङ लाग्यो नि त यहाँ, अनि एकदम रमाइलो छ। यो चाहिँ हाम्रो टोली हो। आज मजाको घाम पनि लाग्छ। यिनीहरूले ग्रिल गर्दै रमाइलो गरिरहेको रहेछन्। छोरो र म अनि भर्खर आइपुग्यौँ। यता रमाइलो छ जे होस् दृश्य। हेलो गाइज, ह्याप्पी विकेन्ड। वेलकम बैक। कस्तो भइरहेको त? भर्खर आएको बोल्यो। भर्खर खै म त एक लट खाइसकेँ। मलाई नराखेरै सोचिरहेको टाइम लाग्छ हो। ओके, कति टाइम लाग्छ? देन आई एम हियर इन राइट टाइम। Color of the chicken. Wow, it looks nice, yeah. So delicious. लाग्दो रियल कोइला हो टाइम लाग्दो रहेछ। यो जलाउन टाइम लाग्यो तर त्यो निप्दैन, फेरि धेरै टाइमलाई चल्छ नि त। यहाँ फेरि छिटो जल्दो रहेछ कि भाइ। त्यो छालावाला फर्काउ है पछाडिको। हो त्यो छालावाला। छोरो चाहिँ नयाँ नितेश अङ्कललाई देखेर रोएछ। नितेश भाइ हजुर त्यो अर्को भाइको के दाइ यो माथिको चाहिँ छोडेर जाऊ अब यहाँ। होइन उसले फेरि कतै गर्छ त। हुन्छ त्यो त युज भएन फेरि। त्यसो भए भाँडो युज भएन अलरेडी छ त। अनि यस्तो मैले त एकचोटि भनेको थिएँ नि, त्यो मात्र रिम मात्र मगाउनु। मैले प्राइभेटली किने होइन, हामीले मिलेर किने हो। अब सँगै कृष्ण चाहिँ छोरीहरू गएको भयो नि त। नितेशसँग पनि जान्छ 81 देखेर। एकदम भर्खर उठेर आएको हो क्या, त्यही भएर पनि हो। अनि अघि थाहा भएको भए त यत्रो मगाउनै पर्थेन त। केटाहरूले जानेन छ नि, यो नितेश भाइ बिचरालाई पुरै बोक्न पर्छ। केटीले पनि जानेनन्। दिस इज माई फर्स्ट एक्सपिरियन्स। मैले त यहाँ विदेशमा कहिले ग्रिल जान्नु पर्छ नि। फर्स्ट टाइम ग्रिल गर्दैछु कति वर्षमा? 3 फर्स्ट होइन, घरमा त गरिन्थ्यो। अब यहाँ चाहिँ ग्रिल कहाँ गरेन, घरमा सेकुवा बनाइन्थ्यो भाउजू। आलु त खाएँ, आलु त पोल्या हो। म त के सोचे थाहा छ? यस्तो उसमा यिनीहरूले पुरै एक लट भ्याइसके, बाबु उठेन झ्याउ भइसक्यो, मलाई चाहिँ राखेनन् भन्ने भइरहेको थियो। बल्ल आगो बोलेको होइन, बल्ल कोइला पुरै नजल्दै हुन्छ कि। ओके भाउजू हामीले नसम्झिने दाइले त सम्झिरहनु आयो नि। यिनी चाहिँ हाम्रो नयाँ हिरो, हाम्रो टिमको नयाँ हिरो। तिमी आउँदा ढिलो भएर कति राम्रो भएछ। हामी फर्स्ट टाइम गर्दैछौँ ग्रिल। अनि यहाँ 2022 पछि थाहा पनि थिएन कि यहाँको रुल, त्यही भएर हो। त्यो हेर्न आएको थियो आउनु त। को थियो? यहाँ यो इन्चार्ज के हुँदो रहेछ त? फेरि मैले त्यो हेरेँ, ऊ चाहिँ युज गर्न नमिल्दो रहेछ क्या। फेरि ग्यासोलिन भनेको पेट्रोल, त्यो तेल युज गर्न नमिल्दो रहेछ। अनि कोइला हेऱ्यो, अनि त्यो बाल्ने यो हेऱ्यो। हो त्यो पनि स्पेसिफिक चाहिँदो रहेछ। यो बल्छ, अनि यो हेऱ्यो भयो। त्यहाँ इन्चार्ज भन्यो कि आफै धुवा हेऱ्यो, त्यो थाहा पाइसकेको थिएँ म। यता आएको थियो हेऱ्यो अनि भयो।
बाबु के गर्दैछ? बाबा हो नि वाओ छोटू हाय what are you doing? Oh, doggy happy. वाओ देखिन त दामी देखेछ खाना मिठै होला उ यो नि भइसक्यो जस्तो लाग्यो मलाई उयो त्यो पातलो छ नि त बाबुलाई खुवाउँछ लेग पिस त्यसलाई भित्रको खुवाउनु छाला नखाउनु छोरा हजुर के खाँदैछ चिकन हो म त घर गएर यस्तो बनाउने हो तर है यो भाइको म्यानरै छैन कि बुढी आएपछि सानो भइहाल्ने कि अघि हामी भाइहरू यस्तो गर भन्नु हुन्थ्यो होइन मेची महाकालीमा महाकालीबाट मेची के राप्ती पर्छ सब पर्छ र तिम्रो जमिन ओलीको ट्रेन भनेको ओलीको ट्रेन स्वर्गमा आउने हो 20 वर्ष पछाडि सुन न जो यो ट्रेनको परियोजना छ नि मेची महाकाली हाम्रो लाइफको लागि कुरा गर्ने त्यो 20 वर्षपछि के अरे 200 वर्षपछि हुने कुरा किन गर्नु त्यो पनि हो कृष्ण ब्रो हजुर के छ तिम्रो भुँडी त के हो त मेरो त भुँडी त जय भुँडी हो आगा सुन्न थाल्यो नि त पैसा वाला मान्छे जय भुँडी हो क्या जय भुँडी गर्नु आएन एउटा कहानी छ नि जय भुँडी गर्नु यिनी स्पेसल डाइट खान्छन् कि आज भोलि भुँडी घटाएको छ हामीले अहिले के राख्यो आलु लसुन कसरी घटायो तिमीले भुँडी मासु गुड होइन जिम जान्थ्यौ त मासु खाएर मासु खायो भुँडी घटायो ल काकु स्लो बोल के गर्नु काकु सुस्त बोल्नु सुरुमा सुस्त हुनु त्यो त एक्सपिरियन्स भयो नि सजिलो हुँदो रहेछ क्या बाउ भएपछि कृष्णलाई सजिलो हुन्छ नि त मामा चाहिँ बन्न सकेन यिनले हामीलाई पठाइसक्यो तिमी चिकन खान छोडेर आलु खाइराख यार आलुको मजा छुट्टै छ कोही भ्लग बनाउन खाली मलाई मात्र मेरो खानै छुटिराख यहाँ जाने हो यस्तो देखेर लोभिने हुन् क्या विदेशतिर भयो मान्छेले मोज गरे भनेर लोभिन्छ विदेशको अरू बढी पोलिएला नि त्यो त विदेशको अरू अप्ठ्यारो कसैले अब कृष्ण मामासँग चाहिँ ह्याप्पी भयो जस्तै यहाँ त जे ल्याए नि हुन्छ अब थाहा पाइहाल्यौँ मस्त नितेश बर नेक्स्ट विकको सिफ्ट के छ मेरो नेक्स्ट विक पनि फ्राइडे स्याटरडे अफ छ कि फर्स्टचोटि के भयो कि यिनलाई चिने यिनलाई चिन्दाखेरि के लाग्यो कि जो यिनको हम्बल तेरेको नसुन् अहिले अब यिनी के अब तिमीले अब यिनी सुरुमै आए महेन्द्र आए फोन गरेर एउटा फोनमा टाइममा आउँछु भने थिएँ आयो क्या त्यतिले अरू महेन्द्र आएन भने म भाइ नै भयो मलाई दाइ आउनु मन थियो त्यो बदिया कुखुरा खान यति मन थियो ल यिनी क्यान्सल अब बदिया तपाईँ सँगै आउनु जाङ म त ढुक्क म दाइ आउनु There is your friend. See her. Back to the back. Ciao. See your friend. कृष्ण बरु अब तिम्रो पालो हो ए म त खान्न अहिले खान्न एकछिनमा खान्छु धन यदिमा ल्याइदिनु मन छ भेरी कर वाओ थ्यांक यू सो मच कृष्ण पोटेटो टाइम केटाहरुको गफ नचाहिँदा गफ गरिरहन् के जे पाए त्यही लोटो भन्छन् 50 करोड भन्छन् लाखको त कुरै गर्दैनन् यतिकै रमाइलो बुझ्नु तिमीले दाइतिर लाग्यो बुझ्दैनौँ नि हामी यो यता राख यस्तो बेला बुझ्दैनौँ हैन यो हड्डी यहाँ राख ल पोलेको आलु त कति भयो कति पछि खाएको होला
है नेपालमै नि खाइँदैन क्या हो तर पोलेको आलु डिफ्रेन्ट मजा हुन्छ नि हो त नि नेपालमा नि पहिला ग्यासमा हुँदा आगोमा बाल्दा चाहिँ खाइन्थ्यो होइन त्यस्तो लसुनहरू आलु पोलेको यो हेर नि त मैले आज धेरै पछि खाए जस्तै लागिरहेको आलुको ऊ भन्दा पनि बोक्रा झन् मिठो द्याट्स रियल मजा के जले छ कि हाम्रो चाहिँ होइन दाङतिर होइन कस्तो भने त्यो परालको भुस हाम्रो चाहिँ कौरा भन्छ होइन तपाईँको के भन्छ परालमा हाल्थ्यौँ के भाउजू सरी है मैले हुन्छ खाए दाइले बस भन्नु त बस्दैन हामीले यस्तोको बसाउन त हाम्रो डिभोर्स भनिदिनु न एकछिन म त भन्दिनँ हौ मेरो अरेन्ज म्यारेज हो कि लभ म्यारेज भन्नु न त्यही अरेन्ज म्यारेज हो कि भाउजू लभ म्यारेज हो दाइ कतिको सेक्रिफाइस हुन्छ त्यहाँ चाहिँ उनीहरूले गफ गरिरहेछन् तर आजको वेदर चाहिँ एकदमै रमाइलो थियो कि अनि हामी यसरी चिल गऱ्यौँ फेरि गफ गरिरहन् लास्टै रमाइलो भयो आज चाहिँ हामीले बाबु पनि रमाइलो गऱ्यो अनि आई थिङ्क हामीले अब यतै भिडियो एन्ड गर्छौँ थ्याङ्क यू फर वाचिङ किप स्टे ट्युन्ड अनि हाम्रो पेजलाई अथवा च्यानललाई चाहिँ share, subscribe गरिदिनु होला. Have a nice day everyone. Enjoy your life. Keep smiling. Bye.